WHO का अनुसार कार्डियोभास्कुलर डिजिज अर्थात् मुटु तथा रक्तनली सम्बन्धी रोगहरू विश्वभर मृत्यु हुनेको प्रमुख कारण हुन् र हरेक वर्ष लगभग 17.9 मिलियन अर्थात् 17 करोड 90 लाख मानिसहरूले यसका कारण ज्यान गुमाइरहेका छन्, जसमध्ये हार्ट अट्याक र स्ट्रोक प्रमुख कारण हुन्। वर्ल्ड हार्ट फेडरेसनले पब्लिस गरेको डाटा अनुसार सन् 2021 मा नेपालमा कार्डियोभास्कुलर डिजिजबाट मृत्यु हुनेको सङ्ख्या करिब 55,697 थियो। त्यस्तै नेपालको कन्टेक्स्टमा गरिएको एउटा स्टडीको कन्क्लुजनमा कार्डियोभास्कुलर डिजिजलाई एउटा मेजर पब्लिक हेल्थ कन्सर्नको रूपमा देखाइएको छ। र यी सबै डाटाहरूले के सङ्केत गर्दैछ भने कार्डियोभास्कुलर डिजिजको बारेमा जान्न र बुझ्न कति महत्त्वपूर्ण छ भनेर, र खास गरी हार्ट अट्याकको बारेमा। हामी सबैले हार्ट अट्याकको बारेमा सुनेका छौँ र खास गरी यो एकदमै चर्चाको विषय हुने गर्छ जब कुनै नाम चलेको व्यक्ति वा सेलिब्रिटीलाई हामी हार्ट अट्याक भएको सुन्छौँ। हार्ट अट्याक शब्द सामान्य रूपमा सुने पनि तपाईँ हामीमध्ये धेरैजनाले यसको बारेमा सही र क्लियर इन्फर्मेसन नहुन सक्छ। नमस्ते, मेरो नाम चाहिँ डाक्टर अमृत चौधरी र आज म तपाईहरुलाई हार्ट अट्याकको बारेमा एकदमै सजिलो र सरल तरिकाले बुझाउने छु। हार्ट अट्याक के हो, हार्ट अट्याक कसरी हुन्छ, यसका लक्षणहरू के हुन्, हार्ट अट्याक भएमा के गर्ने र हस्पिटलमा कस्ता किसिमका टेस्ट र ट्रिटमेन्ट एक्सपेक्ट गर्न सकिन्छ र अन्त्यमा हार्ट अट्याकको जोखिमलाई कसरी कम गर्न सकिन्छ त्यसको रोकथामको बारेमा चर्चा गर्नेछौँ। कृपया यो भिडियो सकेसम्म अन्तिमसम्म हेर्नुहोला, किनभने एउटा सही जानकारीले तपाईँ र तपाईँको परिवारको ज्यान बचाउन सक्छ। हार्ट अट्याक के हो? एकदमै सरल भाषामा बुझ्नु पर्दा हार्ट अट्याक भनेको मुटुको रक्तनली ब्लक भएर जब मुटुको मांसपेशी मर्न थाल्छ त्यो अवस्थालाई हार्ट अट्याक भनिन्छ। हार्ट अट्याकको लक्षणहरू के हुन्? एकदमै कमन सिम्पटम्स भनेको छातीको दुखाइ हो र यो छातीको दुखाइ हाम्रो छातीको बीच भागमा र बायाँ भागमा मोस्ट अफ द टाइम हुने गर्छ र यो दुखाइको नेचर एकदमै भारी फिल हुने र छाती चाहिँ थिचिएको महसुस हुने र त्यो दुखाइ तपाईको घाँटीतिर सर्ने हुन सक्छ अथवा शोल्डर अथवा आर्मतिर पनि सर्ने हुन सक्छ। तर यसको साथसाथै छाती दुखाइ बाहेक अरू सिम्पटम्सहरू पनि हार्ट अट्याकमा देखिन सक्छ, जस्तै पसिना आउनु, वाकवाकी हुनु, बान्ता हुनु, चक्कर लागे जस्तो हुनु, तपाईको मुटुको धड्कन एकदमै तेज चलेको महसुस हुनु र सास फेर्न गाह्रो हुनु जस्ता लक्षणहरू पनि देखिन सक्छ। तर याद गर्नुपर्ने कुरा, हार्ट अट्याकको लक्षणहरू सबै व्यक्तिमा उस्तै नहुन सक्छ, खास गरी डायबिटिकका बिरामीहरू र महिलाहरूमा। त्यस्ता व्यक्तिहरूमा छातीको दुखाइ बिचमा नभएर कहिलेकाहीँ तपाईको दायाँ भागमा र पेटको माथिल्लो भागमा पनि हुने गर्छ, जुन चाहिँ ग्यास्ट्रिकसँग एकदमै कन्फ्युज हुन सक्छ। र कहिलेकाहीँ छातीको दुखाइ नभएर अरू लक्षणहरू नै प्रमुख लक्षणहरू बन्न सक्छ, जस्तै सास फेर्न गाह्रो हुने, एकदमै पसिना आउने र एकदमै थकित महसुस हुने। त्यस्ता अटिपिकल लक्षणहरू पनि यस्ता बिरामीहरूमा देखिएको पाइएको छ। त्यसैले एकदमै महत्त्वपूर्ण जान्नै पर्ने कुरा के हो भने कुनै पनि साधारण लक्षणलाई सामान्य रूपमा लिनु हुँदैन। अब कुरा गरौँ हार्ट अट्याक हुँदा के गर्ने। यदि तपाईँ वा तपाईको वरिपरि कसैलाई हार्ट अट्याक भएको शङ्का भयो भने सबभन्दा पहिला नआतिकन बिरामीलाई आराम दिनुहोस्, हिँडाउनु वा दौडाउनु हुँदैन। त्यसपछि तुरुन्त एम्बुलेन्सलाई कल गर्नुहोला वा नजिकको अस्पतालमा जानुहोला। सकेसम्म आफूले ड्राइभ नगर्नुहोस् र अस्पताल पुग्नलाई अरूको सहयोग लिनुहोस्। अब अस्पतालमा पुगेपछि हार्ट अट्याक भएको वा नभएको पत्ता लगाउनलाई इसिजी र ब्लड टेस्ट गरिन्छ र ब्लड टेस्टमा खास गरी कार्डियक एन्जाइम ट्रोपोनिनको मात्रा चेक गरिन्छ र हार्ट अट्याक भएको बिरामीमा कार्डियक एन्जाइम ट्रोपोनिनको मात्रा बढेको देखिन्छ। हार्ट अट्याक भएको कन्फर्म भइसकेपछि बिरामीको अवस्था अनुसार विभिन्न उपचार विधिहरू युज गर्ने हुन्छ। रगत पातलो गर्ने औषधि युज गर्नेदेखि लिएर कोरोनरी एन्जियोग्राम, जसले हामीलाई
मुटुको कुन चाहिँ रक्तनली कहाँनिर र कतिको मात्रामा ब्लक भएको छ भनेर जानकारी दिन्छ। जसरी हामीले चाहिँ एक्सरेले चाहिँ हड्डी फुटेको वा नफुटेको थाहा हुन्छ, त्यसरी नै कोरोनरी एन्जियोग्रामले चाहिँ मुटुको रक्तनली ब्लक भएको वा नभएको जानकारी दिन्छ। यदि कोरोनरी एन्जियोग्राम गर्दा यदि ब्लकेज देखिएमा त्यतिखेर नै सानो ट्युब रक्तनलीभित्र हालेर त्यो ब्लकेजलाई चाहिँ खुलाउने काम गरिन्छ, जसलाई चाहिँ एन्जियोप्लास्टी भनिन्छ। तर हरेक केसमा त्यो सम्भव नहुन पनि सक्छ। यदि एन्जियोप्लास्टीबाट ब्लक भएको रक्तनली खोल्न सकिएन भने नयाँ बाटो बनाएर मुटुको मांसपेशीलाई चाहिँ रगत प्रवाह गराउने गरिन्छ, जसलाई चाहिँ बाइपास सर्जरी भनिन्छ। उपचार विधिहरू छन्, त्यसको मुख्य उद्देश्य भनेको मुटुको मांसपेशीलाई सही मात्रामा रगत पुर्याउनु हो, ताकि मुटुको मांसपेशी मर्नबाट बचोस्। अब कुरा गरौँ हार्ट एट्याकबाट कसरी बच्न सकिन्छ त। हार्ट एट्याकबाट बच्नलाई हार्ट एट्याकको रिस्क फ्याक्टरहरूको बारेमा बुझ्न एकदमै जरुरी छ र त्यो रिस्क फ्याक्टरहरूलाई चाहिँ मिनिमाइज गर्न सक्यो भने हार्ट एट्याकको जोखिमबाट हामी बच्न सक्छौँ। अबको भिडियोमा हामी त्यही रिस्क फ्याक्टरहरूको बारेमा एक एक गरी हेर्नेछौँ। स्मोकिङ अर्थात् धूम्रपान। हामी सबैले सुन्दै आएका छौँ कि स्मोकिङ इज इन्जुरियस टु हेल्थ। तर कसरी? स्मोकिङमा भएका हार्मफुल तत्त्वहरूले हाम्रो रक्तनलीको वाललाई ड्यामेज गर्दछ र यसले हाम्रो मुटुको रक्तनलीलाई पनि असर पार्दछ। जब मुटुको रक्तनलीको वाल ड्यामेज हुन्छ, त्यसमा बोसो जम्ने सम्भावना बढ्छ, जसलाई चाहिँ मेडिकल टर्मिनोलोजीमा चाहिँ प्लाक भनिन्छ। र यो प्लाक ब्लड भेसलमा डिपोजिट भइसकेपछि त्यो रक्तनलीलाई चाहिँ साँघुरो बनाउने काम गर्दछ र रगतको प्रभावलाई रोक्छ, जसले गर्दाखेरि चाहिँ हार्ट एट्याक हुन सक्छ। त्यसैले स्मोकिङ अथवा धूम्रपान छोड्नु एकदमै महत्त्वपूर्ण छ। त्यस्तै चिल्लो भएको खाना धेरै खाँदा शरीरमा खराब कोलेस्ट्रोलको मात्रा अर्थात् एलडिएलको मात्रा बढ्छ र यो खराब कोलेस्ट्रोल हाम्रो रक्तनलीको भित्तामा टाँसिन्छ, जसले गर्दा रक्तनली साँघुरो हुन्छ र साथसाथै यसले प्लाक फर्मेसनमा पनि मद्दत गर्छ र यसले ब्लड भेसलको वालमा इन्फ्लामेसन पनि गराउँछ, जसले गर्दाखेरि यो प्लाक अनस्टेबल हुन्छ र फुट्ने सम्भावना बढ्छ। र जब यो प्लाक फुट्छ तब रक्तनलीमा रगत जम्मा भएर ब्लड फ्लोलाई कम्प्लिट रूपमा ब्लक गरिदिन्छ, जसले गर्दाखेरि हार्ट एट्याक हुन्छ। त्यसैले कम चिल्लो भएको खानेकुरा खान एकदमै महत्त्वपूर्ण छ र खास गरी ब्यालेन्स डाइटमा चाहिँ एकदमै धेरै ध्यान दिनुपर्ने हुन्छ। डायबिटिज अर्थात् चिनी रोग। लामो समयसम्म रगतमा चिनीको मात्रा बढी हुँदा यसले ब्लड भेसलको वाललाई ड्यामेज गर्दछ, जसले गर्दाखेरि ब्लड भेसल्सको वालमा बनेको प्लाक फुट्ने सम्भावना बढ्छ र यसले हार्ट एट्याकको जोखिम पनि बढाउँछ। त्यस्तै उच्च रक्तचाप अर्थात् ब्लड प्रेसर लामो समयसम्म कन्ट्रोल भएको छैन भने यसले ब्लड भेसलको वाललाई ड्यामेज गर्ने काम गर्दछ। यसले ब्लड भेसलको वाललाई कमजोर बनाउनुको साथै जुन बिरामीमा यदि कोलेस्ट्रोल र डायबिटिज कन्ट्रोल छैन भने त्यस्ता बिरामीहरूको रक्तनलीमा चाहिँ प्लाक फर्मेसन गराउने र हार्ट एट्याकको जोखिम बढाउने काम गर्दछ। त्यसैले नियमित स्वास्थ्य जाँच गराएर चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गरेर ब्लड प्रेसर, कोलेस्ट्रोल र सुगर कन्ट्रोल गर्न एकदमै जरुरी छ। फ्यामिली हिस्ट्री। यदि तपाईको परिवारमा कसैलाई हार्ट एट्याक भएको छ भने अरू जेनरल पपुलेसनको तुलनामा तपाईलाई हार्ट एट्याक हुने सम्भावना बढी हुन्छ। तर राम्रो कुरा के हो भने तपाईले आफ्नो जीवनशैलीलाई सुधार गरेर त्यो जोखिमलाई धेरै हदसम्म कम गर्न सक्नुहुन्छ। स्ट्रेस। धेरै स्ट्रेसले पनि शरीरमा ठुलो असर पार्छ। स्ट्रेसले शरीरमा एड्रिनालिन र कोर्टिजोल जस्ता हर्मोनहरू बढी मात्रामा निकाल्दछ, जसले गर्दाखेरि मुटुको धड्कन बढी हुने, उच्च रक्तचाप हुने र
ब्लड सुगरको मात्रा पनि बढाउने गर्दछ र यी सबै कुराहरूले ओभरअल हार्ट अट्याकको जोखिम बढाउँछ। त्यसैले तनावलाई नियन्त्रणमा राख्न एकदमै जरुरी छ। नियमित शारीरिक व्यायाम, योग, ध्यान साथसाथै सही मात्रामा निन्द्रा पुर्याउनु एकदमै जरुरी छ, जसले तनावलाई कम गर्ने काम गर्दछ र अन्ततः हार्ट अट्याकको जोखिमलाई पनि कम गर्दछ। फिजिकल इनएक्टिभिटी, धेरै समयसम्म बसिरह्यौँ वा एक्सर्साइज गरेनौँ भने यसले पनि मुटुमा ठुलो नकारात्मक असर गर्छ। यसले शरीरको मेटाबोलिजम बिगार्छ, जसले गर्दाखेरि शरीरको तौल बढ्ने हुन्छ, शरीरमा खराब कोलेस्ट्रोलको मात्रा बढ्छ, उच्च रक्तचाप हुने जोखिम बढ्छ र साथसाथै रगतमा चिनीको नियन्त्रण बिग्रिन्छ। त्यसैले सकेसम्म कम बस्नु र मोर फिजिकली एक्टिभ भइरहनु, जसले गर्दा तपाईको ब्लड प्रेसर कन्ट्रोल, तपाईको वेट कन्ट्रोल, तपाईको सुगर र कोलेस्ट्रोल कन्ट्रोल गर्न चाहिँ एकदमै मद्दत गर्छ र साथसाथै स्ट्रेसलाई पनि कम गर्ने काम गर्दछ र ओभरअल जति धेरै तपाईँ फिजिकली एक्टिभ हुनुभयो त्यति धेरै तपाईको मुटुलाई फाइदा गर्छ र हार्ट अट्याकको जोखिमबाट तपाईले बचाउँछ। मलाई आशा छ यो भिडियोबाट तपाईले केही महत्त्वपूर्ण कुराहरू सिक्नुभयो होला। कृपया आफ्नो प्रतिक्रिया कमेन्ट बक्समा राखिदिनु होला, ताकि म अझ राम्रा र उपयोगी स्वास्थ्य सम्बन्धी जानकारीमूलक विषयहरूमा भिडियो बनाएर तपाईँ समक्ष आउनेछु। धन्यवाद।